Rolling up black windows once you go down. You must be crazy. हेलो नमस्ते गुड मर्निङ एभ्रिवान सबैलाई नमस्ते। आजबाट चाहिँ यसो भिडियोहरू हालौँ भनेर सोच गरेको छु युट्युबतिर पनि। अब हेरौँ के हुन्छ कस्तो हुन्छ। आजको बिहानीको सुरुवात चाहिँ भइहाल्यो। हिजो अलिकति लेट नाइट भएको भएर आज अलिक ढिला नै उठेको छु। भर्खर उठ्यो। अब उठेर अब यसो मार्केटतिर जानु पऱ्यो के कस्तो छ होइन। आजको चहलपहलहरू हेरौँ। आज एच ब्यान्ड पनि आउँदैछ हाम्रो प्रेमदेवी स्कुलमा। सबैजना आइदिनु होला, रमाइलो गरिदिनु। आज बबाल रमाइलो हुन्छ हेटौँडामा पनि। आज प्रोग्राम छ 4:30 बजीदेखि सायद 4-3 बजीदेखि सुरु हुन्छ होला। सबैजना आइदिनु होला। हामी पनि अहिले पुग्नेछु त्यहाँ। यसो आइदिनु होला सबैजना। आजको दिनमा यसो रमाइलो गरौँ। पुराहरू फेरि यस्तो पुरै यहाँ खेल्ला चाहिँ फेरि छुट्टे स्पाइडर। हेलो स्पाइडर, हेलो भन्दै ए यहाँ मेरो बुढी फेरि पुरै खोइ घामले देखेर नै पुरै लुगाहरू मिलाएर रहेछ। एकछिनमा भेटौँला है हामी। आजको दिनभरिको ब्लग अब कस्तो हुन्छ हेरौँ। सुरुवात हो, पहिलो ब्लग हो। अब यसो हेरौँ कस्तो के आउँछ होइन। यहीँबाट अब कतिको राम्रो हुन्छ हेर्दै जाउँ। अब यतिकोमा चाहिँ अब हामी बजारतिर लाग्यो। ओके बाई गाइज, सी यू। हेरौँडा चाहिँ यसो घरहरू यहाँ अगाडिको हाम्रो रोडहरू भत्काएर घरहरू भत्काएको भएर यतातिरको गल्ली चाहिँ अलिकति प्याक छ है। अगाडिको मेन रोड चाहिँ पुरै बिजोकै छ नि फेरि। कत्रो गाडी हो यो यहाँ। हेर्नु छ हेटौँडाको घर यस्तो छ अहिले हेटौँडाको हाम्रो मेन चोक। उता चोकको स्थिति हेर्नु यहाँ घरहरू पुरै यो त पुरै बमसम हानेर पुरा गरेर यस्तो भइरहेको छ बजारको हालत अहिले। बजार यस्तो छ ल। जता हेऱ्यो भने पाल घरहरू हेर्ने ल जब छ त अनि यत्रो पाल कहाँको महसुस गर्नु गऱ्यो अरे राततिरको त्यो पुरै त्यो लडाइँमा परेको घरहरू जस्तो महसुस हुन्छ भने यहाँ आयो बजार आएर त्यो आउनै मन लाग्दैन भने बजार हेर्दै बिजोक छ है। बिजोक गाह्रो छ साथी। यो बाइकले चाहिँ अलिकति खिच काटेछ है भ्लग बनाउनु जाँदा पेट्रोल सिद्धेछ। अब यसो हालौँ। यसलाई पनि खाना त बेलामै खुवाउनुपर्छ, नत्र फेरि यसले हाम्रो साथ छोड्छ। त्यही भएर खाना त्यसलाई दिनुपर्छ हल्का भयो नि। हल्का खाना हालिदिनु पऱ्यो अब ल। लोकेसन चाहिँ यो हाम्रो पुलबाट यहाँको त्यहाँनिर तयारी हुँदैछ है। सब तयारी भइसक्यो। मान्छेहरू आर्टिस्ट सब आइसक्यो। यहाँ धकेला सब भइसक्यो यहाँ। अब बेलुका यहाँ बबाल क्राउड हुन्छ है गाइस। वंशहरूको यतिको चहल पहल चाहिँ दिइरहेको छ यहाँ पुरै।
सो फाइनली अहिले चाहिँ हामी यहाँ दाइको रेस्टुरेन्टमा आएर नै यसो अब घाम त लोकल बदम खाँदै हामी चाहिँ होइन अब खास घाममा बसेर खानुपर्ने हो अब घाम साम गाई घाम तापेर अब त्यस्तै भयो आज दिन अनि अब यहाँबाट चाहिँ के प्लानिङ छ तपाईँको यहाँबाट अब हामी यसो फ्यामिली लिएर यसो डाँडासाँडा यसो जङ्गी विचार गरेको होइन सबैजना गएर अब के कस्तो हुन्छ अब उतै गएर हेरौँला त्यो प्लान छ ल ठिक छ त त्यही भेटौँला अहिले निस्केपछि नानी भन्दा हुँदा नि ठुलो खाइदिएको थियो बदल पनि फाइनली हाम्रो त्यो सुन्दा पनि आइपुग्नु भएको छ यहाँनिर होइन दुईजना अनि है कहाँ जाने आज अब कहाँ खजानी घर जाने तर बोला बोला कसले हल्का के डाँडा नानी मात्रै छ केटीहरू जानु जाने आकाशमा मलाई आकाशसम्म उडी गुडी अब हामी स्मारकको डाँडा चढ्दैछौँ यतापट्टि हाम्रो ज्वाइँ साम र बहिनी हुनुहुन्छ अब हामी डाँडा चढ्यौँ यतापट्टि भएर हामी चाहिँ स्मारक आइपुगेको छौँ ठ्याक्कै यहाँनिर छ अहिले चाहिँ हामी आज धेरै मान्छे इन्डियनकै छ धेरै स्याटरडेको दिनमा यसो फ्यामिलीसँग बसेर रमाइलो गर्नै पऱ्यो होइन अब आजको फेरि स्मारकमा बवाल छ अनि त्यहाँ हेर्न राम्रो फट्टे डन यतिको चाहिँ रमाइलो चाहिँ हुनुपर्छ क्या जाऊ न तपाईँहरू टिकटक के बनाउने हो टिकटकहरू हाम्रो एउटाको पहिला सुरुमा टाइगर देखाउँछु टाइगर आउनुहोस् टाइगर बिस्तारै सुतिरहेको छ त्यो अहिले नउठाउनु यस्तो शान्तिमा जनावर हेर्ने होइन है अघि माका भोसरी को हो यो ड्याडी गलाइन ड्याडी टाइगर हो टाइगर रन आउनुहोस् बिस्तारै ओ माका यो भने खोइ साथी मेरो साथी कहाँ गयो ऊ आऊ सुति होइन साथी त उहाँ सुतिरहेको रहेछ आँखा झिमेक गरेर गोरीलाई हेर्ने यता आइरहेको छ है यता 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 गोरीलाई यहाँ चाहिँ बनाउँदै हिँड्छु अगाडि क्यामेराम्यान चाहिँ अगाडि यसमा यसमा टच चाहिँ नगर्नु होला है करेन्ट लाग्छ फेरि माथि देख्छ नपताए
ए हो रहेछ खतरा के थियो ल अब मेरो चाहिँ केटाहरू चाहिँ आउँदै गर्छ सबैजना होइन अब मेरो चाहिँ घर जाने टाइम भयो मेरो सवारी आइपुग्यो ए ल खतरा रहेछ सवारी अब निस्किनु पर्ने हुन्छ होइन बाइक केटाहरू कसरी आउँछ त्यो मलाई थाहा भएन मलाई चाहिँ लिन आइज साथी मेरो चढिहाल्नु त्यसैले चढ्यो ल ल सबैलाई बाई बाई ल अब लिन आयो जान्छ अब सवारी यसलाई मैले होइन यति बनाएँ कि पार्किङ हेरेर राख पार्किङ नो पार्किङ राखेर यहाँ पुरै समातेर राखिदिएको म कसरी जाने घर अब भन्नु त म घर कसरी जाने अब यसरी यहाँ राखिदिएको बर्बाद भयो त अब बर्बाद भएन यहाँ खत्तम फेरि अब अर्को साथीलाई फोन गर्नुपर्ने भयो ल पार्किङ पनि खतरा ठाउँमा गर्दैछ ल सही रहेछ दामी यहाँ हाल न ब्याग चाहिँ हामी केटीहरू नि ब्याग पार्किङ हेरेर लाइट हेर जहाँ पाइन्छ नो पार्किङमा राख्छ समातेर अब हामी जाने कसरी घर हामी रात पर्ने भयो नि त के गर्नु है यतिको पैसा नि अब त रात भरि यतिको पैसा नि अब शहीद स्मारक गर्छ तिमीलाई सम्झी सम्झी बाटोमा अनि आलप के छ म म त ठिक छ के भयो आला अनि बुवाको भ्लगमा के भन्दै नि त नि हजुर बुवाको भ्लगमा के भन्दै नि त खै के भन्नु नभन्ने के किन ए लाइक सब्सक्राइब म चाहिँ अहिले होइन अलि यो धेरै कति लगभग यो 4800 कति हाइट किलोमिटर माथि म पुगेछु अक्सिजन यहाँ अलिकति कमी नै छ लगभग सगरमाथाको नजिक नजिक आइपुगेछु म साथी हो त रहेछ बुवा गाह्रो छ हट्टा यहाँ हामी चाहिँ उहाँ यो सगरमाथामा चढेर भर्खर आइपुग्यो लास्ट माथि गाह्रो अक्सिजन नपुगेर यार लास्ट गाह्रो म त मर्छु होला यार प्लिज अक्सिजन दिनु तिमीलाई बाछाले दुध खाएर ओ माई गॉड यार त्यही गाह्रो यार 5 वटा टिकटक गरेको लास्ट थाहा यार यहाँ हुँदैछ अब लाग्दैन होला नि त अब हामी लाग्ने अब हामी भित्र बजारतिर लाग्दैछ अरे घरतिर लाग्दैछौँ ल यहाँ चाहिँ 8 बजीसम्म मात्र खुल्छ त्यही कारणले होइन नत्र अझै 3-4 वटा टिकटक बनाउने इच्छा थियो तर भोलि अब अर्कोपालि आउनु ल छोटेलाई छोटे यहाँ स्मारकमा हराएर लास्ट स्टेसन बल्ल बल्ल फाइनली भेटेँ छोटे यहाँ रहेछ है यसले अब यसले मेरो भेट कहाँ कहाँ यो हराएर यो जहाँ पाइरह्यो अर्को पनि हराएको उ त्यहाँ के भन्नु छ ओए यो होइन अहिले चाहिँ के खाजा यो काँटावाला चम्चा दिँदा